So, hello guys, welcome back to my new vlog. धेरै महिनापछि आज म मेरो आफ्नै कोठाबाट भ्लग सुरु गर्दैछु। कति महिना भयो भ्लग नहालेको पनि लङ भ्लग। आज चाहिँ यसो कन्टेन्ट त केही थिएन कि त्यही पनि ठ्याक्क मिलाएर हालिदिउँ न त भनेर बनाउँदैछु। कोठाको हालत त्यस्तो छ पुरा भर्खर उठेको नि त। धेरै पछि चाहिँ आज हालिदिउँ न त घरैबाट भन्ने सोचले चालु गरेको छु। र के हुन्छ यो नानी हेर्न सक्नुहुन्छ पुरा लत्रिरहेको छ। यसलाई पनि कुनै दिन मिलाउने छु। बाहिर कुद्न चार यस्तो सही छ मौसम। पुरा पानी पर्ला जस्तो छ तर परेको छैन। अब चाहिँ म मेरो कामतिर लाग्नुपर्ने हुन्छ। सामान एयरबड सबै बोकेर जान्छु नि त, किनकि यसो गीत सुन्दै काम गर्नु पर्यो नि त होइन। म त ठ्याक्क कोदालो लिएर अब चाहिँ निस्किसके काम गर्न। हेर्न सक्नुहुन्छ भ्यू त पुरा पोखरी खनेको छ, पानी पुरै परिरहेको छ होइन। म चाहिँ पुगे आशालेहरू कराउँछ। म चाहिँ पुगे खेत। मलाई चाहिँ यो एउटा लाउनु पर्छ यहाँको। मलाई कस्तो लो क्वालिटी आउँछ भिडियो कि, अनि मलाई खासै इन्ट्रेस्टै लाग्दैन बनाउन। यो लगाउनु छ हेर्दै मलाई त रिस उठ्छ यार। टक्क खेत पुग्यो। अब चाहिँ म एकछिनमा काम गर्न थाल्छु। यो प्लास्टिक पानी पर्ला छ नि त मौसम, त्यो प्लास्टिक चाहिँ ब्याकअपको लागि हो। पानी परिहाल्यो भने पनि चाहियो नि त प्लास्टिक। हेरौँ न पर्छ कि पर्दैन त अब पछिको कुरा हो। गर्न आएको थियो कि पुरा थकै लाग्यो, अल्छी लाग्यो। अब गर्ने नगर्ने नै बारेमा सोचिरहेको छु। यति चाहिँ यो पानी चाहिँ ठ्याक्क यहाँबाट कटाइ त दिएँ। अलिअलि थोरै जाँदैछ तर थोरै जाँदैछ। पानी कटाइदिएँ। यही पानी मलाई बाल्टिनले फाल्नु पर्थ्यो कि उहाँको पनि छ, उहाँको पनि फाल्नुपर्छ। त्यहाँ चाहिँ छोडिदिन्छु यो चाहिँ कटो। अब चाहिँ यति गरेर म जान्छु उता भाइ लाउनको लागि। अब चाहिँ यो लाउन थाल्छु भट्टाभट्टी। 1 घन्टा कति घन्टा लाग्दो रहेछ हेरौँ न त। यहाँ राखिदिन्छु, मोबाइल पनि राख्छु। अनि यसमा चाहिँ अलिक गिलो छैन कि त्यही भएर यो लाउँ भनेको। थाकियो मजाले, पानी पनि पर्दो रहेछ अलिअलि सरसर। हेर्नु पसिना हेर्दैछ नि। हेर्नु त्यस्तो गरेर ठ्याक्कै एउटा लगाइसक्यो लोत्रो। थाकियो मजाले नै साला दैट। यति लाउँदा थाकिन्छ, कहिले लगाइसक्छु होला। यस्तो माटो राखेर ठ्याक्क भिडियो बनाएको छु। के गर्नु, ब्लग त बनाउनै पर्यो। लास्ट अल्छी लागिसक्यो यार। पानीतिर लाग्यो अरे नि यहाँ। फेरि छेउछाउमा सर पानी खाने ठाउँ पनि छैन। हेर्नु यता पनि काटे सरी, उताबाट यो पारी आइसकेँ। म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु कि बरु यो चलाउन सजिलो छ कि, तर युट्युब चलाउनु धेरै गाह्रो छ। जसले यो चलाएर गरी खान्छु भन्छ त्यसलाई म सलाम दिन्छु। जसले युट्युबबाट म पैसा कमाउँछु, युट्युबबाट धेरै थोक गर्छु, त्यसलाई चाहिँ साला थोकिदिन्छु त्यसको मुखमै। मेरो अगाडि आयो भने त मान्छे, किनकि युट्युब धेरै गाह्रो छ, मेहनत एकदम गर्नुपर्छ। मेरो जसरी गर्छन् त मान्छे कहिले उँभो लाग्दैन। जसले मेहनत गरिरह तिनीहरू एक दिन अवश्य माथि पुग्छ। हाम्रो भनेको यसो टाइम पासको बाटो भइहाल्छ कि नगर्दा पनि भन्ने हिसाबले हो।
अब एउटा अलि बाँकी छ, घर काम गर्छु अनि घर गएर सुत्छु, फेरि घर बेलुका आउँछु, त्यही हो। के भन्नु, केही भन्दिनँ। सो हेर्न सक्नुहुन्छ पसिना कति आएको छ, खुट्टाको हालत यस्तो छ। अब चाहिँ लाग्यो घर, यस्तरी गर्नुपर्छ कि घर गएर अब मस्तो एक निन्द्रा सुत्छु गर्छु अनि फेरि आउँछु। यहाँ पनि लगाएँ। ल अब आधी बाटो पुगेपछि भेटौँला। म चाहिँ आएको यहाँ आधी घन्टा जति भयो। अब खाना खान लागेको आधी घन्टा भइसक्यो म आएको। खानासाना खान्छु गर्छु अनि फेरि सुत्छु अनि फेरि जान्छु भरेतिर। 3 बजिरहेको छ अहिले, भर्खरै सुतेर उठेको। अब चाहिँ म कतै पनि जान्न र भ्लगलाई एन्ड गरिदिन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। नेक्स्ट भ्लगको लागि वेट गर्नु होला, कहिले आउँछ भने मलाई थाहा हुँदैन। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब है त।